नमस्कार। आज हामी नेपालको शासन प्रणालीको एउटा एकदमै महत्त्वपूर्ण पाटो सङ्घीय संसदबारे कुरा गर्नेछौँ। हाम्रो देशको व्यवस्थापिका मतलब कानून बनाउने ठाउँ। आउनुहोस् यसलाई अलि गहिरिएर बुझौँ। तर यो सब सुरु गर्नु अघि एउटा प्रश्न सोचौं त, नेपालमा कानूनहरू आखिर बन्छन् कसरी? हो, यही प्रश्नको उत्तर खोज्दै आज हामी अघि बढ्नेछौं। ल, आजको हाम्रो यात्रा कस्तो हुन्छ भने हामी पहिले सङ्घीय संसदको समग्र रूप हेर्छौं। त्यसपछि प्रतिनिधि सभा र राष्ट्रिय सभालाई छुट्टा छुट्टै केलाउनेछौं। अनि को सांसद बन्न सक्छ र उनीहरूको मुख्य भूमिका के हुन् भनेर पनि हेर्नेछौं। ल, अब सुरु गरौँ है त। सबैभन्दा पहिले नेपालको सङ्घीय संसदको बिग पिक्चर हेरौँ। यसको समग्र संरचना कस्तो छ त? सङ्घीय संसद भनेको सीधा भाषामा भन्दा नेपालको कानून बनाउने सबैभन्दा ठूलो संस्था हो र हाम्रोमा द्विसदनात्मक प्रणाली छ। द्विसदनात्मक मतलब एकदम सरल छ, यसमा दुईवटा सदन वा भनौँ हाउस हुन्छन्। अब यी दुई सदनहरू के हुन् त? एउटा हो प्रतिनिधि सभा, जसलाई हामी तल्लो सदन पनि भन्छौं। यो सिधै जनतासँग जोडिएको हुन्छ। अनि अर्को हो राष्ट्रिय सभा अर्थात् माथिल्लो सदन, जसलाई चाहिँ देशमा स्थायित्व दिनको लागि बनाइएको हो। ल, अब यी दुई मध्ये पहिलो सदन प्रतिनिधि सभाको बारेमा अलि गहिरिएर कुरा गरौँ। यसलाई जनताको सदन भन्दा पनि हुन्छ, किनकि यो सिधै जनताबाटै चुनिएर आउँछ। प्रतिनिधि सभामा जम्मा सदस्य सङ्ख्या कति हुन्छ? 275 जना। हो, 275 जना सांसदहरूले देशभरिका जनताको प्रतिनिधित्व गर्छन्। अब यहाँ एउटा रमाइलो कुरा छ। यी 275 जना सांसदहरू सबै एउटै तरिकाले चुनिएर आउँदैनन्। यसमा दुईवटा प्रणाली मिसाइएको छ। 165 जना चाहिँ प्रत्यक्ष निर्वाचनबाट आउँछन्, जसलाई हामी फर्स्ट पास द पोस्ट वा एफएपीटी भन्छौं। अनि बाँकी 110 जना समानुपातिक प्रतिनिधित्व अर्थात् पीआर प्रणालीबाट आउँछन्। यो प्रत्यक्ष अर्थात् एफपीटीपी प्रणाली कसरी काम गर्छ त? सजिलो छ। सोचौं, पूरा देशलाई 165 वटा चुनावी क्षेत्रमा बाँडिएको छ। जस्तै कास्की जिल्लामा 3वटा क्षेत्र छन्। अब हरेक क्षेत्रका मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई भोट हाल्छन्, अनि जसले सबैभन्दा बढी भोट ल्यायो उसैले जित्यो। एकदमै सरल, जो अगाडि उही विजेता। भनेपछि यो दुईटा प्रणालीलाई सम्झिन एउटा सजिलो सूत्र छ। एफपीटीपीमा व्यक्तिले जित्छ मतलब उम्मेदवारले, तर पीआरमा चाहिँ पार्टीले जित्छ। त्यहाँ मतदाताले व्यक्तिलाई होइन पार्टीलाई भोट दिएका हुन्छन्। ल, प्रतिनिधि सभाको कुरा त भयो। अब पालो आयो माथिल्लो सदन राष्ट्रिय सभाको। यसलाई स्थायी सदन पनि भनिन्छ र किन भनिन्छ भन्ने कुरा एकैछिनमा थाहा हुन्छ। प्रतिनिधि सभाको 275 को तुलनामा राष्ट्रिय सभा निकै सानो छ। यसमा जम्मा 59 जना सदस्य मात्रै हुन्छन्। अब यसको चुनाव प्रक्रिया पनि पुरै फरक छ। यहाँ हामी तपाईले सिधै भोट हाल्ने होइन, 56 जना सदस्यहरूलाई प्रदेश सभाका सांसदहरू र स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षहरूले भोट हालेर छान्छन्। अनि बाँकी 3 जना चाहिँ सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन्छन्। भनेपछि जनताका प्रतिनिधिले फेरि प्रतिनिधि छान्ने भए, होइन त? राष्ट्रिय सभाको सबैभन्दा विशेष कुरा नै यसको कार्यकाल हो। सदस्यहरूको पदावधि 6 वर्षको हुन्छ, तर यो सदन कहिल्यै भङ्ग हुँदैन। कसरी? किनभने हरेक 2 वर्षमा 1/3 सदस्यहरूको पदावधि सकिन्छ र त्यति नै नयाँ सदस्यहरू आउँछन्। यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो, जसले गर्दा यो सदन कहिल्यै खाली हुँदैन। हो, यही कारणले गर्दा याद राख्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने राष्ट्रिय सभा कहिले विघटन हुँदैन। यो एउटा स्थायी सदन हो। यसले देशमा राजनीतिक उतार-चढाव हुँदा पनि एक किसिमको स्थिरता दिन्छ। ल, हामीले दुवै सदनको संरचना त बुझ्यौं, तर प्रश्न आउँछ, सांसद बन्न चाहिँ के चाहिन्छ त? को मान्छे योग्य हुन्छ? आउनुहोस् अब यसको नियम कानून हेरौँ। सांसद बन्नका लागि केही आधारभूत योग्यताहरू छन्। जस्तै नेपाली नागरिक हुनै पर्यो, कुनै नैतिक पतनदेखि नै फौजदारी कसुरमा सजाय नपाएको हुनु पर्यो, अनि कुनै कानूनले अयोग्य नभएको हुनु पर्यो। तर दुई सदनमा एउटा मुख्य फरक चाहिँ उमेरको छ। याद गर्नुस् है, प्रतिनिधि सभाको लागि 25 वर्ष पुगेको हुनुपर्छ भने राष्ट्रिय सभाको लागि चाहिँ 35 वर्ष। ओके, सांसद को बन्न सक्छ भन्ने त नि थाहा भयो। अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। यी सांसदहरूले यो संसदले वास्तवमा काम चाहिँ के गर्छ त?
नम्बर 1 काम र सबैभन्दा मुख्य काम हो कानून बनाउने। देशलाई चाहिने नयाँ नयाँ कानूनहरू बनाउने, जस्तै शिक्षा ऐन वा स्वास्थ्य ऐन। त्यति मात्र होइन, पुराना भइसकेका कानूनहरूलाई समयअनुसार फेर्ने र अब कामै नलाग्ने कानूनहरूलाई खारेज गर्ने काम पनि संसदकै हो। दोस्रो महत्त्वपूर्ण काम हो सरकारमाथि निगरानी राख्ने, एक किसिमले वाचडगको भूमिका खेल्ने। संसदले मन्त्रीहरूलाई बोलाएर उनीहरूको कामबारे प्रश्न गर्न सक्छ, सरकारका कामको समीक्षा गर्न सक्छ र यदि सरकारले राम्रो काम गरेन भन्ने लाग्यो भने त अविश्वासको प्रस्ताव ल्याएर सरकार नै ढाल्न पनि सक्छ। अब तेस्रो र एकदमै शक्तिशाली भूमिका हो आर्थिक नियन्त्रण। देशको पैसा कहाँ, कति, कसरी खर्च गर्ने भन्ने निर्णय संसदले गर्छ। सरकारले ल्याएको वार्षिक बजेटमाथि छलफल गरेर पास गर्ने, जनताबाट कर उठाउन अनुमति दिने र सरकारको हरेक खर्चलाई स्वीकृति दिने काम संसदको हो। एउटा कुरा के बुझ्नुपर्छ भने संसदले पास नगरेसम्म सरकारले 1 रुपैयाँ पनि खर्च गर्न पाउँदैन। ल, अब आज हामीले कुरा गरेका मुख्य बुदाहरूलाई एकपटक सर्र सम्झ्यौं है त। प्रतिनिधि सभामा सदस्य संख्या 275, राष्ट्रिय सभामा 59, प्रतिनिधि सभाको कार्यकाल 5 वर्ष, राष्ट्रिय सभाको 6 वर्ष। अनि सबैभन्दा महत्त्वपूर्ण के थियो? राष्ट्रिय सभा कहिल्यै भङ्ग नहुने एक स्थायी सदन हो। र अन्त्यमा एउटा प्रश्नमा आएर आजको कुराकानी टुङ्ग्यौं। हामीले भर्खरै छलफल गरेका यी सबै नियमहरू, यी संरचनाहरू र यी प्रक्रियाहरूले आखिर हाम्रो देशको भविष्यलाई कसरी आकार दिइरहेका होलान्? यो एउटा सोच्नुपर्ने कुरा हो।